everyone, namaste and Tashi Delek. My name is Dorche Karmarong. तपाईहरुलाई Dorche Karmarong YouTube च्यानलमा स्वागत छ। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने प्लिज कृपया सब्स्क्राइब गर्नुहोला। यदि तपाईहरु पुरानै हुनुहुन्छ भने कीप इन टच। आजको भिडियो सुट हुने ठाउँ चाहिँ नुवाकोट जिल्लामा पर्छ भने आजको भिडियो चाहिँ स्पेशल केमा केन्द्रित छ भने ढाकिने हिस्से छग्याल नेपालमा आउने अर्थात् या काठमाडौँ आउने क्रममा यही बाटो गरेर 4 चोटि पाल्नु भएको अनि ढाकिने हिस्से छग्यालकै जीवन कथामा हामीले पढ्नु पाउँछौं। सोही क्रममा चाहिँ युल्नी छाबी छास्योत अर्थात् चङ्खालाई लाथोक त्यही वरिपरिमा चाहिँ उहाँले मेडिटेसन गरेर कम्तीमा 2-3 महिना बस्नु भएको चाहिँ उहाँको जीवनी कथामा हामीले पढ्नु पाउँछौं भने तर त्यो ठाउँ चाहिँ एक्ज्याक्टली आज हामी गएको गुफा चाहिँ हो कि होइन त्यो चाहिँ म भन्नु सक्दैन। तर यहाँ लोकल भाषामा चाहिँ यो ठाउँलाई चाहिँ चमेरो गुफा भन्दो रहेछ। तर हामीले रिसर्च गर्ने क्रममा धेरै भिडियोहरुमा चाहिँ यही नै हो भनेर मेन्सन गर्नुभएको छ। तपाईहरुले यो भिडियो हेरिसकेपछि तपाईहरु पनि यो ठाउँमा तीर्थ गर्नको लागि आउने यति रहर र जाँगर चल्यो भने यो ठाउँको रोड म्याप यस प्रकारको छ। तपाई काठमाडौँदेखि नुवाकोटमा जानुपर्ने हुन्छ। त्यहाँ तपाई बाइ बस पनि जान सक्नुहुन्छ, बाइ जिप र बाइ बाइकमा पनि तपाई आउन सक्नुहुन्छ। यो काठमाडौँदेखि यहाँ हामीलाई चाहिँ बसमा कम्तीमा 2 घण्टा आधा लाग्यो भने तपाईहरु आफ्नै आफ्नै तरिकाले अलि अगाडि पछाडि हुन सक्छ। हजुर है हस् यो गाडेर बाटो देखाउनु पर्छ। किन त्यही जानु पर्यो होला टाढै बाटो सोधिनु हुन्छ नि बाटो। आजको तीर्थालु ग्रुपहरु चाहिँ खेन्बो डोन्दुल दोर्जे र खेन्बो कुन्साङ जुको स्टुडेन्टहरु हुनुहुन्छ भने त्यसमा चाहिँ कार्मरोङ र तामाङ र गुरुङहरु छन्। तर यसपालि चाहिँ धुन्जम तेर्सारलिङ गुरुङ सोसाइटीको अलि बढी बहुमत देख्न सक्छौं। छैन मर्नु सजिलो छैन। अब अहिले भने चाहिँ 99% ठाउँमा पुगेछु। अब अलि मात्रै बाँकी छ। Tashi dele. ढाकिने हिस्से छग्यालको जीवनी कथामा के लेखेको छ भने गुरु लुङसिन पाल्वो युल्दुचन अर्थात् गुरु रिम्पोछेको वचन अनुसार काठमाडौँमा पाल्नु भयो। अरु एउटा के छ भने वासुधारा शक्य देमसो फेन्सुन छेसन लार्याङतिर डोपे वासुधारा र शक्य देमाहरुसँग हिस्से छग्यालमा भएको ज्ञानहरु उतारा अनि वासुधारा र शक्य देमासँग भएको ज्ञानहरु चाहिँ यता अब एक्सचेन्ज गर्नुभयो भन्दैछ। त्यसपछि फेरि टिबेटको राजाले तपाई त्यतातिर बस्नु हुँदैन, प्लिज फर्केरै आउनुपर्छ भनेर अनि उहाँ फेरि टिबेटमा फर्केर जानुभएको हिस्ट्रीहरु यहाँ छ। केले गुआकेको यो चमेरोले चमेरे I can bala. No.
네 진랍칠로도 네 전부 전라도 윤이 자리 자셔도 아이게 저거진 니슈 짜식 담라다 나데레도 시나바다도 드네 생진 해나야 나한게 드네 제가 지내 드네 잘해 개인이 제가 지내 बाबु यहाँ बाल्नु हेलो एभ्रिवान तपाईहरुलाई चमेरो गुफामा स्वागत छ अहिले चमेरो थाउजन्ड्स देखिरहेको छ तर स्पेशल चमेरो बसेको मात्र हो अब गुफा हेरेर चमेरो बसेको त्यही अनुसार गुफा अनुसारमा जो कोही यहाँबाट आउने महासिद्धहरू पनि यहाँ पालेर बस्नु भएको अब यो हिन्दुजमको थ्रुबाट के अर्को नाम भन्छ भने हामी बुद्धिजमको थ्रुबाट चाहिँ यहाँ खाण्डो हिसे छज्याल बस्नु भएको कथा सुने जस्तो लाग्यो मैले चाहिँ अब माथि चाङखालाई लाथौङमा चाहिँ गुरु रिम्पोछे पाल्नु भयो डाला गेन्यन ताम्ला अब खाण्डो हिसे छज्या टिबेटबाट यहाँ गुरु रिम्पोछेको पुरानो अल टेक्स नेपालमा भएकोहरू कलेक्ट गर्नुको लागि नेपालमा पाल्नु भएको थियो त्यही बेला चाहिँ उहाँ यही बाटो हुँदै गरी यहाँ चाहिँ गुफा बस्नु भएको भन्ने कथाहरू सुनेको छु अब अझै रिसर्च गर्नु बाँकी चाहिँ छ आज यहाँ पुगेछु म धेरै खुसी छु थ्याङ्क यू भेरी मच एभ्रीबडी खाँदै सामान नयाँ के डोता मेसेज आएको त अति राम्रो ठाउँ रहेछ अब सङ्कलो त पुग्छ यहाँ पुग्दैन के मान्छे सही हो गर्मी ताप गरम बढ्यो जोला सोला फुड्यो हैन के हुन्छ रे यो मन्तर पुग्ने थाल्यो कहाँबाट आउँछ जङ्गलबाट कन्फर्म हो आएन भने